हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई अनि वेलकम मेरो भिडियोमा। आज चाहिँ म चाहिँ बिहानै उठिरहेको छु। आज पानी थाप्ने दिन हो नि त। अनि मेरो फुपूको छोरा बेलुका आएको थियो अनि फुपूको छोरा बेलुका आएर बिहान छिटै जाने भनेर मलाई बिहानै फोन गरेर उठायो, म जाने भनेको होइन। अनि त्यस पछाडि म चाहिँ आज चाहिँ बिहानै उठेँ, मेरो पनि पानी थाप्नुपर्ने हुन्छ। अनि आजदेखि चाहिँ के भने साथीहरू, मैले के अरे आजदेखि चाहिँ भ्लग बनाएर पोस्ट पनि गर्दैछु। त्यो पनि मेरो युट्युबमा युट्युब च्यानल त छ अलरेडी, तर मैले कहिले पनि भिडियो चाहिँ कति धेरै बनाउँछु होइन, तर पोस्ट चाहिँ कहिले पनि गर्न पाएको थिइनँ नि त। गर्न पाएको थिइनँ होइन, मैले गर्दिनँ थिएँ क्या। भिडियो चाहिँ मैले कति धेरै बनाउँथेँ, तर मलाई जोड्नु पनि सबै आउने, तर अलिकति मलाई भिडियोको क्वालिटी बनाउनु आउँदैन थियो क्या साथीहरू। त्यही भएर आज चाहिँ मैले जस्तो हुन्छ जे हुन्छ त्यस्तै भिडियो पोस्ट गर्छु भनेर मैले सुरुवात गरेँ। अनि मेरो भिडियोमा लाइक, सब्सक्राइब, कमेन्ट गर्नुहोला। यो चाहिँ मेरो किचन हो। यहाँ किचनमा चाहिँ पहिला भाइहरू सुत्थ्यो नि त साथीहरू। अनि अब चाहिँ मेरो फुपूको छोरा आएको थियो अनि आज उसलाई सुताएको यहाँनिर। अनि भाइहरू गए पछाडि चाहिँ यहाँनिर म पनि सुतेको थिइनँ। अनि अर्को मेरो सानो भाइ पनि सुताएको थिएन। अनि यसले चाहिँ चार्जर पनि छोडाएको चाहिँ हेर्नु न यहाँ। अब भरे कतिखेर सम्झिन्छ अनि मलाई फोन गर्छ। अनि किचनको हालत चाहिँ यस्तो लथालिङ्ग छ साथीहरू होइन। अब बेलुका राति पकाएर दिएको यत्तिकै चाहिँ देख्न सक्नुहुन्छ मेरो किचन। अनि आज पानी आउँदैन हो भनेर पानीको बोतलहरू यतिकै छ। अनि यहाँनिर यहाँ माथि राखेको थिएँ मैले, अस्ति यो खाली भएको थियो र मैले यो सामान यहाँ माथि राखेको थिएँ। अनि अब बेलुका त उयो गर्नु पऱ्यो, अनि त्यो भएर मैले चाहिँ उसो ल्याइदिनु पर्छ भनेर यो चाहिँ मैले मुनि राखेको थिएँ सामानहरू। अब म चाहिँ यसलाई मिलाउँछु त्यस पछाडि फेरि। यहाँ चाहिँ देख्न सक्नुहुन्छ मेरो फ्यामिली फोटोज। यहाँ सबैजना हुनुहुन्छ हेर्नु है, सबैजना छ। हाम्रो बेको फोटो पनि छ। उहाँ चाहिँ मेरो बाजे हुनुहुन्छ है, उमेरको फोटो। तर मैले अहिले पछिको मसँग फोटो थिएन क्या, त्यही भएर मैले चाहिँ मेरो बाजेको उमेरको फोटो अनि मेरो सासू ससुरा अनि मेरो आमा बुवा अनि मेरो बोजू अनि मेरो बुढो यता पनि छ, तर एउटा फोटो चाहिँ बाङ्गिएछ है फेरि। देख्न सक्नुहुन्छ फोटो सक्नुहुन्छ। मेरो चाहिँ अरू बेला त मैले सधैँ बेलुका नै खाना खाएर भाँडासाँडा मलिहाल्थेँ। यो चाहिँ मेरो फुपूको छोरा आएर मैले चाहिँ बेलुका राति 10 बजीतिर पो त खाना पकाएर दिएको नि त, त्यही भएर मैले चाहिँ भाँडा मलेको छुइनँ। अब म छु साथीहरू, पानी आएछ। अब म चाहिँ भाँडा रेडी बनाउनु पर्ने हुन्छ होइन। तर मैले चिया नै खाएको छुइनँ क्या। चियासाग खाएर पानी थाप्ने हो, तर आज त मेरो धेरै छैन, 3-4वटा बोतल छ। अनि टोइलेटमा नुहाउनुको लागि पानी थाप्नु पर्ने हुन्छ मैले चाहिँ। अनि यो चाहिँ हो मेरो भाँडाकुँडा। आज यति नै हो। अनि मैले ठुलो डरम छ। अनि त्यस पछाडि अरू त केही छैन होला। म लुगा धुनु पर्छ, नुहाउनु पर्छ। अनि आज त शनिबार हो नि त साथीहरू। शनिबार भएको कारण फुच्चेलाई पनि नुहाइदिनुपर्छ, लुगा धोइदिनुपर्छ। अनि यहाँ देख्न सक्नुहुन्छ मेरो चिया उम्लिँदैछ। म चाहिँ कराईमा चिया पकाएर खान्छु। तपाईँहरूको कराईमा चिया पकाएर खानुहुन्छ? मेरो चाहिँ दिउरे छैन नि त, त्यही भएर म चाहिँ कराईमै चिया पकाएर खान्छु। अब चिया खान्छु, त्यस पछाडि पानी थाप्न जान्छु। अहिले त अरू थाप्दैछ नि त। अनि अहिले ठाउँ पनि पाउँदैन, पालो पनि पाउँदैन फेरि। अब चाहिँ पछाडि गएर अगाडि थाप्ने भनेर कति साथीहरूले रिसाउँछ पनि, त्यही भएर म चाहिँ बिस्तारै नै जान्छु। फाइनली मेरो चिया पनि रेडी भयो है। देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ चिउरा छ, भुटेको चिउरा।
देखिन कि के हो चिया चिउरा म चाहिँ चियासँग जहिले पनि भुटेको चिउरा नै खाने गर्छु तपाईँहरू चाहिँ के खानुहुन्छ कमेन्ट गर्नु ल चाहिँ अघि पुगिसकेँ अब एउटा मात्रै थियो मैले एउटा मात्रै लाँदैछु देख्न सक्नुहुन्छ यहाँ मैले अघि यति पाँच सारिसकेँ अहिले चाहिँ बिहानको 7 बजिसक्यो अब खाना दाल तरकारी बनाउनु तर्खर गर्नुपर्ने साथीहरू मैले होइन अब दाल बनाउँछु सुरुमा त्यस पछाडि तरकारी खाना बनाउँछु छुट्टीले चाहिँ दाल बिना भातै खाँदैन नि साथीहरू र जसरी पनि दाल पाउँछ क्या त्यही भएर दाल चाहिँ जहिले पनि बनाउनु पर्ने हुन्छ हेलो देख्न सक्नुहुन्छ लोकल लसुन यो चाहिँ मेरो सासू मम्मीले घरबाट ल्याइदिनु भएको अस्ति आउनुभएको थियो र अब म चाहिँ यसलाई केलाएर राख्छु तपाईँहरू पनि देख्न सक्नुहुन्छ यो केलाएर राख्यो भने चाहिँ सजिलो हुन्छ नि त त्यही भएर म चाहिँ केलाउँदैछु यसलाई मैले कता फर्किगएछ त यो चाहिँ सबै के अरे बिउ राखेर छान्दा गरेको हो कि साथै त्यही भएर सानो सानो छ अस्तिको पाला चाहिँ मैले ठुल्ठुलो ल्याएको थिएँ अहिले चाहिँ सानो सानो छ अस्ति घर जाँदा चाहिँ मैले ठुलो लिएर आएको थिएँ यसरी काटेर राख्यो भने चाहिँ आफूलाई सजिलो हुन्छ कसिङ्गर पनि हुँदैन यता देख्न सक्नुहुन्छ युजिनलाई त्यहाँ खाँदैछ भिडियोमा देखिँदैन नदेखिँदो रहेछ हाई गर न सागको बच्चा खानु मन लागेर गरेको तर तोरीको साग जस्तो छ अब यो सागलाई चाहिँ म केलाइ कुलाइ गरेर यो पकाउँछु अनि बिचरा बुढी मान्छे हुनुहुन्छ क्या यो सब्जी बेच्ने अनि तिमीलाई खानु मन लागेको रहेछ खानु मन लाग्ने भएको रहेछौ यो खाऊ अरे क्या मलाई अनि त्यही भएर हेर्न 4टा दिएको थियो मैले चाहिँ एउटा चाहिँ खाइसकेँ 3टा बाँकी छ अनि यो साग चाहिँ केलाउनु पर्ने हुन्छ मैले अब है यसलाई चाहिँ केलाएर बिहान र बेलुकाको एकैचोटि सब्जी पकाउँछु कि साथीहरू कस्तो बेलुका झ्याउ लाग्छ पकाउनु है बेलुका खाना मात्रै पकायो त्यस पछाडि खायो तर यो सागको बच्चा कस्तो तोरीको साग जस्तै क्या फेरि मलाई साथीहरू के यो साग लामो लामो भएको मनै पर्दैन टिकटी भएको छोटो छोटो भयो भने चाहिँ राम्रो लाग्छ देख्न सक्नुहुन्छ सागको बच्चा चाहिँ यसैले केलाएर पकाउँछु फुचे नुहाउनु गएको 1 घन्टा भइसक्यो आएको छैन होइन लिची पनि खानु पर्यो अघि पनि खाएँ एउटा अस्ति लिची एकदम धेरै खानु मन लागेर खाएको बहिनी आउँछु लिची ल्याइदिन्छु भन्थ्यो खोइ आउँदैन त्यो दामी कल्लो रहेछ तर मिठो छ कति नाम कस्तो पाराले नौकला पनि
के पता है तिम्रो काटिसकेको अब मेरो काट्दैछु गाइस मैले भिडियो बनाइदिएको भिडियो हाँसेर होइन हाँस्दै मैले भिडियो बनाएको मैले अस्ति नै बनाएको थिएँ नि भिडियो कहिले तर पोस्ट पो गर्नु यहाँ मेरो यहाँ त कालो कहिलेको रहेछ त यो कालो यहाँ नि पर फिन्छु सो लिएर आउँदैन निकाल्ने कहाँ त्यो मैले जस्तो खुट्टा यस्तो गरेर फिल्नु त्यो तिम्रो जुत्ताको लेसमा चाहिँ गर्दैन साथीहरू त्यो पर चाहिँ कति धेरै घाँसै यहाँ ऊ त्यो बिराको हो क्या हो के भन्छ जग्गा बनाएको हो क्या डोजरले खन्दै रहेछ यहाँ चाहिँ देख्न सक्नुहुन्छ फुलहरू रङ्गी चिङ्गी फुलहरू साथीहरू नुहाइँदै गरेर पनि लुगा धोएर पनि देख्न सक्नुहुन्छ यहाँनिर लुगा नुहाउँदै खाऊ होला लुगा धोएर नुहाएर सबै तयार भएर बसिसके साथीहरू म चाहिँ देख्न सक्नुहुन्छ मेरो लुक्स म चाहिँ नुहाइँदै पनि गरिसकेँ आफूको नङ काटिदिनु पर्ने छ यो चाहिँ ओइ नङ काटौँ अब म चाहिँ नङ काटिदिँदैछु साथीहरू ल यहाँ त छु होइन अब चाहिँ मेरो सबै काम सकेर त्यो केटा चाहिँ सुत्नु खोज्दैछ होइन मैले सबै काम सकेर टिकटक पनि बनाइसकेँ अब त्यो फुललाई सजाएर राख्नुपर्ने हुन्छ अब एकछिन सुत्ने हो त्यस पछाडि म चाहिँ रुम सर्ने कुरा भइरहेको छ कि साथीहरू अनि म रुम खोज्न जान्छु होला यो नन्दलाई फोन गर्नुपर्ने छ पछि लगाएपछि हामी चाहिँ रुम खोज्न जान्छौँ आज खोइ भन्नु चाहिँ भनेको छ अब के हुन्छ कता हुन्छ पहिला चाहिँ दुईवटा रुम पहिला चाहिँ भाइहरू पनि थियो र मैले दुईवटा रुम लिएको थिएँ नि त अनि अब अहिले चाहिँ म एउटा मात्रै रुम लिने अनि म यही पनि बस्न सक्दैन फेरि कस्तो घरभित्र किचकिची छ कि हाम्रो त्यही भएर म चाहिँ फाल्टै रुम खोज्न जाँदैछु भरे तपाईँलाई देखाइ नै हाल्छु ल एक्सर्साइज गर्ने निउले एक्सर्साइज गर्नु भन्दा धेरै खाने मेरो प्यारी भन्दा प्यारी नन्द हुनुहुन्छ एक्सर्साइज गर्नुको साटो दिँदै खाएर मात्रै आउँछ बिल कति उठिसक्यो भन्ने कुरा केही थाहा छैन डाँडा काटिसक्यो हामी चाहिँ जाँदैछौँ पानमा स्ट्यान्डतिर यतादेखि पार्क हेर्नु होला पानमारा स्ट्यान्ड कोकलले देख्नु भएको छैन होला हाम्रो घर यस्तो कार देख्ने बित्तिकै डाक्टर सत्सङ्ग भइहाल्छ सेतो कार देख्ने बित्तिकै डाक्टर सत्सङ्ग भइहाल्छ छ्या सपनामा त मैले डाक्टर सत्सङ्ग नै देखिरहेको थिएँ सुन्दा के जहिले देख्छु अनि सर्प देख्छु सर्प त जहिले तैँले नागिने हेरेर सर्प देखेको होला है हेर्छु नि मोबाइलमा आउँछ हाम्रो जहिले डेली खाजा खाने घर चाहिँ यही हो गाइज साङ्केमा खाजा घर साउनी के छ खाजा खानुभयो अनि हिजो त आइन् हिजो
एउटा बिराम भयो है भन्यो फेरि मलाई एक्लै आउनु अल्छी लाग्यो ल यी केटी बिराम भएर हो म हिजो नआएको यहाँ मैले चाहिँ सब्जी ल्याएँ साथीहरू एउटा काँक्रो यो केटीले मलाई डिस्टर्ब गरेर तर मेरो उता देखाएको छुइनँ त मेरो पैसा खै छोरा त अहिले उज्याउनु साङ्गे म यहाँ मेरो यो देखाउँछु क्या खोर्सानी अनि लेमन भनेपछि सरी कागती त्यसको पछाडि आलु पोटेटो मलाई तरकारी मैले तरकारी ल्याइदिने ल्याएँ है 5 रुपियाँ हेर्नुहोस् न 5 रुपियाँ म चाहिँ रुममा पुगिसकेँ साथीहरू मेरो भिडियो कस्तो लाग्छ लाइक सेयर अनि सब्सक्राइब गरिदिनु होला आजको लागि चाहिँ यति नै भिडियो अनि त्यस पछाडि फेरि भोलिको भिडियो